बिहानीको चिसो मौसम, पानी परेर एकछिन तनाव नै भयो तापनि हामीले पूरा तयारी गरेको हुनाले केही सहज नै भइरहेको छ। पर जानुपर्छ। आज घरको घर पूजा सँगै लाखबत्ती पनि हामी बाल्ने नै छौँ। गुपाजुहरू अर्थात् नेवारी गुरुहरू उहाँहरूले चाहिँ पूजाका लागि मण्डप बनाउनु हुँदैछ। यो चाहिँ हाम्रो गाईबस्तु राख्ने ग्वाली। ससाना बाछाबाछीहरू छन्, एउटा गाई र आज बिहान बिहानै मम्मीले गाई दुहुनु हुँदैछ। घरमा पूजा गरिनुको मुख्य उद्देश्य आत्मिक शान्ति, सकारात्मक ऊर्जा र समृद्धि प्राप्त गर्नु हो। सकारात्मक ऊर्जा ल्याउन पूजाले घरमा शुद्धता ल्याउँछ, जसले सकारात्मक वातावरण सृजना गर्छ। पूजा सँगसँगै खानपिनको लागि पनि व्यवस्था गर्नुपर्ने भएकोले छरछिमेकीको सहयोग मार्फत हामीले खानाको पनि व्यवस्था गरिरहेको छौँ। देवी संरक्षण ईश्वर वा देवी देवताहरूको कृपा प्राप्त गर्न पूजा गरिन्छ, जसले अनिष्ट दोष वा सङ्कटहरू टार्न मद्दत गर्छ। परम्परा र आस्था हिन्दू संस्कार अनुसार पूजा गर्नु एक धार्मिक परम्परा नै हो, जसले सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई मजबुत बनाउँछ। मनको शान्तिको लागि पूजाआजा, याचना, ध्यान र भक्तिको अभ्यास हो, जसले मनोबल बढाउँछ र शान्ति दिन्छ। रातो निकालेको खानु कहिले आउनु भनेर काठमाडौँ आएको ल्याइँदैन। काठमाडौँ आउँछ स्वर्गतिर हुन्छ। पाजलको 5 लिटर यसको 5 लिटर टुप्पै छैन। त्यो मैले ल्याएको कस्तो टुप्पा थियो? यो त मैले बनाएको। यसमा पनि छैन नि टुप्पा। कस्तो दुबो जस्तो हुन्छ है? लाखबत्ती बाल्नु हिन्दू परम्परामा एक महत्त्वपूर्ण धार्मिक कार्य हो, जसले गहिरो आध्यात्मिक र सांकेतिक अर्थ बोकेको हुन्छ। प्रकाश मार्फत अन्धकार हटाउनु, लाखबत्तीको उज्यालोले अज्ञानता, डर र नकारात्मक शक्तिहरू हटाउने विश्वास गरिन्छ। भक्ति र सम्पूर्णको प्रतीक लाखबत्ती बालेर ईश्वरप्रति श्रद्धा, प्रेम र समर्पण प्रकट गरिन्छ। मनोकामना पूर्तिका लागि कतिपय पूजामा लाखबत्ती बालेर आफ्नो इच्छा वा कामनाको पूर्ति होस् भनेर प्रार्थना गरिन्छ।
पुण्य लाभको आशा धेरैजनले लाखपति बाल्नु पुण्य कार्य मान्छन्, जसबाट आत्मिक र उन्नति हुन्छ भन्ने विश्वास रहन्छ। परम्परा र सांस्कृतिक विभिन्न पर्व, पूजा, व्रत र धार्मिक कार्यहरूमा यो एक धार्मिक संस्कारको रूपमा समेत स्थापित भएको छ। ध्यान र एकाग्रताको सहयोगी बत्तीको निरन्तर बलिरहेको ज्योति हेर्दा मन एकाग्र हुन्छ, ध्यान र पूजा सहज हुने गर्छ। जीवन धन्य बनो प्रभु, जीवन धन्य बनो प्रभु, साधा सेवकाई। ओम जय प्रेम प्रभु, ओम जय जगदीश हरे। प्रेम सहित शुभ आरती नित्य करो, प्रभु चरणे नित्य करो। भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। हरि वासुदेवाय। ओम नमो बाबु छोरा है हजुर ओम फौने ऋषि पवन पांचने पुरई तत्वमय ने आर्चन कलशना चिंति पुनरुद्धार संस्कार पत्नी सुनाई मोत श्री पहला खाने को रखूं संदेश पतला